हेड टु टो क्राम्प पनि फिट छ कि छैन अहिले चाहिँ एकदम क्राम्प भन्नु माथि गएर क्राम्प पनि फिट छैन प्रब्लम कुनैले यो उयो पनि बनाउन सक्छ है त एकछिन चाहिँ ब्रेक्सन होइन अनि यसको क्राम्प पनि भन्यो क्लाइम्बिङको त क्राम्प पनि चेक गर्नु पऱ्यो नि होइन के छ ओके ठिक छ म टप रुप गर्ने भए मलाई केही सामान चाहिँदैन इभन सेफ्टी पनि चाहिँदैन यो चाहिँ अहिले म बोकिदिन्छु सुरुमा त क्लाइम्बिङ क्रस चेक भयो क्लाइम्बिङ कम्युनिकेसन के भन्नु पऱ्यो क्लाइम्बिङ है इन्डियाले के भन्नुपर्छ है अनि जहिले पनि आइस क्लाइम्बिङ गर्दाखेरि चाहिँ सुरुमा बिगिनरमा चाहिँ पहिला सुरुमा जसले पनि चढ्ने सिकाएको त्यसरी नै हो जसले अब फ्यामिली राइडिङ होइन फ्यामिलियर हुँदैन होइन तर हामीले सबैसँग इम्प्रुभ गर्नुपर्ने जहिले पनि माथि बाँकी के फेरि के है हेर्नु त मेरो यहाँ है आइसक्रिम चाहिँ जहिले पनि के हुन्छ अरे ब्याक होइन स्विङ यतिले मात्रै तपाईँको एल्बो छ नि योभन्दा माथिको पार्टले मात्रै स्विङ गर्नु पऱ्यो कि अनि किन यो आइस टुल चाहिँ किन यसरी डिजाइन बनाएको हुन्छ कर्भमा अनि यहाँ अलिकति किन हेभी हुन्छ तपाईँलाई यहाँ हेभी हुन्छ कर्भ हुन्छ किन यहाँ नि यसले चाहिँ राम्रोसँग पावर स्विङ गर्दाखेरि पावरमा जाओस् र आइसमा गएर राम्रोसँग कोकोस् भनेर है जहिले पनि टाउकोमा अलिक हेभी हुन्छ कि यिनीहरू पनि निकाल्न सक्छ नि त तर यिनीहरू एट्याच गर्दैछ हेभी होस् है ओके ठिक छ यसरी डिजाइन गर्न हुन्छ अनि भर्टिकल आइसमा जहिले स्ट्रेटमा त्यो किन कर्भ हुन्छ त हाम्रो हातहरू चाहिँ हान्दाखेरि पनि नटुटोस् भनेर नै हो सामान्य ठाउँमा होइन त्यसले अलिकति एग्रेसिभ रूपमा चाहिँ कोकोस् भनेर पनि यो कर्भ बनाएको हो क्या है सो स्विङ गर्दाखेरि जहिले पनि एक्चुअली माथि माथि है अब तपाईँहरू यहाँ हुकिङ गर्नु मिल्छ भने हान्नु परिराखेन है तर अहिले चाहिँ प्र्याक्टिस यो लाइनमा चाहिँ तपाईँहरूले हान्नु पऱ्यो तर झ्याम जता पनि होइन फेरि जहिले पनि कन्केभ र कन्भेक्स भन्नु थाहा तपाईँलाई कन्केभ भनेको के हो त कन्केभ भनेको चाहिँ यस्तो उठेको है उठेको बाल्टीको पछाडिबाट उठेको भएको हुन्छ नि त्यो हुन्छ बाटाको के यो भयो कन्केभ है यो भयो कन्केभ वेयरएज कन्भेक्स भनेको किन हो त यो है खाटो भएको यस्तो यो भयो कन्भेक्स भनेको यो सर्फेस हो कन्भेक्स भनेको ओके कन्केभ भनेको चाहिँ यस्तो उठेको यो सर्फेस उठेको है हान्ने होइन है हान्यो भने झ्राममा फुट्छ तपाईँहरू आइस यो टुप्पा यो एज छ नि यो पिक यो बस्दैन कि जहिले पनि फाइदा हो यस्तोमा सकेसम्म यस्तो भेट्यो भने यस्तोमा हान्ने यसलाई अभोइड गरेर यसलाई हान्ने सबभन्दा राम्रो यो हो नि त राम्रोमा हान्ने के है यस्तोमा कहिले पनि नहान्ने यो हान्यो भने झ्राममा फुट्छ आँखामा आउँछ है त्यसले गर्दाखेरि चाहिँ जहिले पनि हाम्रो आइस टुलहरू भन्दाखेरि चाहिँ कन्भेक्समा है यसरी है कन्भेक्स भने होइन त यसरी यस्तै यहाँ हान्यो भने त चाहिँ फाइदा हान्ने तरिका है सर्फेसमा हान्नुपर्छ अनि यस्तोमा हुकिङ गरे पनि भयो तर अहिले चाहिँ हान्नु पऱ्यो यसरी है यसरी टक्क स्विङ गर्नु पऱ्यो ब्याक होइन हातले यसरी यति मात्र स्विङ गर्नु पऱ्यो ठिक छ है लामो हान्नु पऱ्यो है अनि दसर क्लाइम्बिङ हो पहिला तपाईँको आइस स्ट्रेट हुनु पऱ्यो होइन 1 पोइन्ट युज तपाईँको के छ बडी हेर्नु त है हिप के छ त यसरी होइन ल यसरी गऱ्यो भने तपाईँ टायर्ड हुन्छ क्या ओके यसरी गर्ने है अब हेर्नु फेरि टेक्निक हान्यो हान्यो चर्लक्क उठ्यो ठिक छ एकदम खुट्टा पुग्यो नि त है यसरी राख्यो अनि आइस टुल झिक्दाखेरि नो यस्तो होइन है भाँच्छ फेरि यो ब्लेड अप डाउन है तपाईँले दायाँ बायाँ गऱ्यो भने यो ब्लेड छ नि भाँच्छ फेरि भाँचेको चाहिँ छैन फेरि क्लाइम्बिङ है यसलाई चाहिँ निकाल्ने तरिका चाहिँ तल माथि यो कहिले पनि नगर्नु ल अनि त्यसपछि सबसँग माथि तन्काउने मैले अघि हालेँ नि ठ्याक्कै कन्भेक्स है त्यसपछि यस्तो गर्ने त्यो जुरुक्क ओके ठिक छ पछि कम्फर्टेबल हुँदै गएपछि चाहिँ तपाईँले अब मुभहरू मिलाएर यसरी टक्क है यसरी टक्क राख्नु कहिले यसरी मिलाएर माथि हाल्ने है निकै छिटो हाल्यो भने तपाईँ ब्रेक गर्न सक्दैन है त ठिक छ एक्सपोजिसन देखियो एक्सपोजिसन देखि सिकेको है अनि रोपको नजिक कहिले पनि नहाल्नु ल सिधा रोपको नजिक हाल्यो भने के हुन्छ डेन्जर रोपमा लाग्दैन होइन रोप काट्यो भने सक्दैन
रूप नजिक नेबर है अलिकति टाढा टाढा कन्फिडेन्स छ ठाउँ छैन तपाईँको लेभल राम्रो छ भने चाहिँ नजिक हाल्दा पनि लाग्नु भएन हैन तर अहिले चाहिँ क्लोज टु द रूप अभोइड ओके यो चाहिँ अलिकति स्टेबल हुनु पऱ्यो ल ए सरी आइस दिनु पऱ्यो दिनु पऱ्यो यो छ नि यो अलिकति ध्यानमा फिल ल्याउनु पऱ्यो ल 90 डिग्री अनि हुन्छ मेरो हिल चाहिँ के डाउन छ नि होइन अनि माथि पुगेपछि यो यसलाई पिक चाहिँ वालतिर फेस गरेर अनि बडी हाल्छ गरेर लोवर मी भन्ने है लोवर मी लोरिङ त्यसरी है यसरी ओके गरिङ भयो यसो गरिङ भयो होइन गरिङ गर्दाखेरि एकछिन भन्नुलाई तर ठक्क बस्ने यतिकै होइन अनि बिसाइ पठाउने नि ल पछाडि निक्लिङ भने यसो पठाउने है ठीक है आइस लेभल 1 यति छैटौँ आइस लेभल टिम हो अनि यहाँबाट चाहिँ हाम्रो टिचरको माथि हेर आउँदाखेरि चाहिँ ठिक आइसुल टेक्ने अन्त बिस्तारै बिस्तारै आउने Okay. आइस क्लाइम्बिङ चाहिँ हिउँदको समयमा -0बाट 20सम्म जमेको बगिरहेको पानीमा जमिरहेको आइसमा चाहिँ क्लाइम्बिङ ट्रेनिङ गरिन्छ अनि यही ट्रेनिङलाई नै आइस ट्रेनिङ भनिन्छ यो चाहिँ कुनै पनि बगिरहेको पानीमा हिउँद समयमा -1बाट 20सम्म पुगेको अवस्थामा फ्रोजन अथवा जमेको बरफ भएको ठाउँमा लिप क्लाइम्बिङ रोप टप गर्नुलाई नै आइस क्लाइम्बिङ भनिन्छ आइस फुल टेक्निकल आइस क्राम अल्पाइन बुट हार्नेस गोल्ड टाइस सिट तलमाथि नै चस्मा हेलमेट अनि साथसाथै सेफ्टी कोट आइस क्रोहरू चाहिन्छ यता टेक्निकल आइस टुल टेक्निकल आइस क्राम अल्पाइन बुट हार्नेस गोल्ड टाइस सिट तलमाथि नै चस्मा हेलमेट अनि साथसाथै सेफ्टी कोट आइस क्रोहरू चाहिन्छ यता